नेपाल हाम्रो राष्ट्र हो, हामी यसका सन्तान हौ। यदि हामीले हाम्रो राष्ट्र बनाएनौँ भने कसले बनाउँछ? मलाई जवाब दिनुस्। ये हुन् होलीबेल स्कुल धुलाबारी झापाका कक्षा 10 मा अध्ययनरत 16 वर्षीय छात्रा आविष्कार रावत। यति बेला उनको अङ्ग्रेजी भाषण सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। Today I stand here with a dream of building a new Nepal, with a fire of hope and passion burning within me. उनको वक्तित्व शैली, आत्मविश्वासपूर्ण प्रस्तुति र प्रभावशाली आवाजले लाखौं मानिसलाई चकित बनाएको छ। विशेष गरी उनको आवाजलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र WWE च्याम्पियनका रेफ्रीहरूसँग तुलना गरिँदैछ। उनको अङ्ग्रेजी भाषण सुनेपछि धेरैले उनको प्रतिभाको खुलेर प्रशंसा गरिरहेका छन्। आविष्कारले उक्त भाषण उनले अध्ययन गरिरहेको विद्यालय होलीबेल स्कुल धुलाबारी झापाको 24औं वार्षिक उत्सवको समारोहमा दिएका थिए। विद्यालयको यो विशेष कार्यक्रममा उनले आफ्नो अङ्ग्रेजी वक्तित्व कला प्रस्तुत गरेका थिए, जुन छोटो समयमै सामाजिक सञ्जालमा भाइरल बन्यो। आविष्कारको भाषण केवल राम्रो उच्चारण शैलीमा सीमित थिएन, बरु त्यसमा गहिरो सन्देश पनि समावेश थियो। उनले देशमा मौलाएको भ्रष्टाचार, युवाहरूको पलायन, नेताहरूको स्वार्थीपन र राष्ट्रको उज्जवल भविष्यका लागि युवाहरू जाग्नुपर्ने आवश्यकता रहेको जस्ता विषयमा खुलेर बोलेका थिए। उनले त्यहाँ भनेका छन्, हामीलाई नेपाल आमाले जन्म दिनुभयो र नेपाल आमाले हामीसँग इमान्दारिता, कडा परिश्रम माग्नु भएको छ। तर हाम्रो देशमा भइरहेको भ्रष्टाचार, स्वार्थी पार्टीका नेताहरूका कारण हामीले आफ्नै भूमिमा अवसर पाउन सकिरहेका छैनौँ। त्यसैले हामीले रोजगारीका लागि विदेशमा अवसर खोज्नु परेको छ। सोही कारण पनि हाम्रो भविष्य अन्धकारमा धकेलिँदैछ। युवाहरू हो, अब हामीले देश नबनाए कसले बनाउने? अब हामी जाग्नुपर्छ। हामी त्यो आगो हौँ जसले अन्धकारलाई निभाएर उज्यालो बनाउनेछौँ। यो देश हाम्रा पुर्खाहरूले रगत बगाएर बनाएका हुन्। अब हामी यसलाई बेच्न दिनु हुँदैन। अब हामीले उज्यालो छर्नुपर्छ। निराश देशलाई झन् निराशामा बदल्न दिनु हुँदैन भन्दै कडा रूपमा प्रस्तुत भएका छन्। आविष्कारले दिएको अङ्ग्रेजी भाषण एकदमै प्रभावशाली थियो। भाषणको क्रममा उनले आफ्नो विचार अत्यन्तै प्रभावशील रूपमा व्यक्त गरे। यसो त नेपालमा अङ्ग्रेजी प्रभावशाली भाषण दिन सक्ने विद्यार्थीहरू धेरै छन्, तर आविष्कारको प्रस्तुतिकरणमा छुट्टै ऊर्जा, आत्मविश्वास र विशेष शैली देखियो। अब उनलाई धेरैले चिन्ने भएका छन्। उनको हाउभाउ, आवाजको उठान, शब्द चयन र आत्मविश्वास हेर्दा उनी कुनै अनुभवी नेताभन्दा कम लाग्दैनन्। उनले आफ्ना विचार स्वच्छन्द रूपमा राखे र युवा पुस्तालाई सकारात्मक सन्देश दिए। यसै कारण पनि आविष्कारको भाषण अहिले चौतर्फी चर्चाको विषय बनेको छ। आविष्कार राउत अहिले नेपालका प्रतिभाशाली विद्यार्थीहरूमध्ये एक उदाहरणीय व्यक्तिको रूपमा चिनिएका छन्। उनको वक्तित्व कला, अङ्ग्रेजी र नेपाली भाषामा धारिलो प्रस्तुति, आत्मविश्वास र शैलीले उनलाई चर्चामा ल्याएको छ। सामाजिक सञ्जालमा उनका भाषणहरू भाइरल भइरहेका छन् र धेरैले उनको उज्जवल भविष्यको कामना समेत गरिरहेका छन्।